रवि लामे छाने निकालेको हामीले होइन भन्नेहरू कहाँ गयो आजभोलि? ए जेएनजीहरूले भन्दै थियो त आदि जेएनजीहरूले त्यतिखेर रवि लामछानेलाई सुरक्षा दिन सकेन जेलमा, त्यही भएर रवि लामछानेलाई आफ्नो घर परिवारसित जिम्मा दिएको भनेर। त्यत्रो भन्दा पनि रवि लामेछानेलाई हामीले निकालेको होइन भनेर चिच्याउनेहरू कहाँ गयो आजभोलि? जेएनजीहरू। अब त जेएनजीको माग पुरा भयो होला त, गृहमन्त्री प्रधानमन्त्रीले पुरा गर्दै होला नि त। अलिकति थाहा हुँदैन, विश्वास हुँदैन, ब्याकग्राउन्ड हेर्नु पर्दैन। रवि लामछानेले त्यत्रो जुन भ्रष्टाचार हुन्छ नि त्यो रवि लामछानेले चिनाएको क्या। नेपालमा भ्रष्टाचार कसरी हुन्छ, के हो, कसरी हुन्छ, विदेशमा फस्ने चेलीहरू कसरी के गरी फस्छन् भनेर यो सब सिधा कुरा जनतासित गर्दाखेरि त्यसपछि हामीले विश्वास गरेको हो क्या। त्यत्तिकै रवि लामछाने ब्रान्ड बनायो भने क्या नेपालमा। अहिले पछिल्लो समयमा आएर नयाँहरू अहिले आइरहेको छन्, पछिल्लो समय नयाँले पनि राम्रो गर्दा त हुन्छ, नगर भने होइन। राम्रोलाई राम्रो भन्ने पनि सक्नु पर्यो क्या, हिम्मत राख्नु पर्यो। यति पनि भन्न सक्दैन भने चाहिँ नेपाली जनताहरू भेडै हुन्। रवि लामिछानेलाई हामीले निकालेको होइन, रवि लामिछानेलाई जसरी पनि जेलमा पठाउनु पर्छ भन्थे। उसले भनेकै थिए त्यतिखेर, म आफ्नो सुरक्षा पुलिसहरूले नि भन्थे त्यहाँ सुरक्षा दिन सकेन, बाहिर आफ्नो परिवारलाई बुझाएको। अहिले ल पुरा भयो होला जेएनजीहरू, कहाँ गयो जेएनजीहरू? त्यो जेएनजीहरू यहाँ कमेन्ट गर, कता गए? म त खुल्ला स्वतन्त्र मान्छे हो, म कसैको पक्षमा होइन, म बालेनको मानि होइन, हर्केको मानि होइन, गोपी हमालको मानि होइन, रवि लामिछानेको कसैको पनि पछि होइन। म एउटा स्वतन्त्र व्यक्ति हो। स्वतन्त्र व्यक्तिले स्वतन्त्र कुरा राख्नु मिल्छ। को मान्छे कस्तो छ भनेर ब्याकग्राउन्डबाट थाहा हुन्छ क्या। त्यो ब्याकग्राउन्ड नहेरिकन कसैले पनि जज गर्न मिल्दैन। मलाई जहाँसम्म लाग्छ रवि लामिछाने राम्रै मान्छे थिए, पहिला पनि भेटेको छैन मैले, तर उसको ब्याकग्राउन्ड मैले धेरै राम्रोसँगले क्लियर पहिलादेखि नै सुन्दै आएको छु क्या। त्यत्तिकै देशको लागि म देश बनाउँछु भन्ने हेर्दैन। त्यही पनि अहिले पछिल्लो समयमा विरोध गरिरहेको छ। वाह, मजा आउँछ होला है विरोध गर्दा त। गएर कहिलेसम्म गर्दा त हेरौँ न, कहिलेसम्म गर्दा त तिमीहरूको विरोध।